बस्नुपर्छ पुलिसको दम यति बेला विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र साक्यको स्वागतका लागि यति बेला कर्मचारीहरूको यहाँ चाहिँ स्वागतका लागि लाइन लागेको छ। यति बेला मन्त्रालयबाट उहाँ नियुक्ति पत्र बोकेर विद्युत प्राधिकरणमा प्रस्थान गर्नुभएको भनेर जानकारी आएको छ। यति बेला विद्युत प्राधिकरणका कर्मचारीहरू यति बेला खादामाला सबै फुलहरू लिएर कर्मचारीहरू सबैजना स्वागतका लागि नामबद्ध भएका छन्। अब हितेन्द्र साक्य जो हिजोसम्म पूर्व कार्यकारी निर्देशक थिए नेपाल विद्युत प्राधिकरणका भने अब आजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पारिएको छ। कर्मचारीहरू स्वागतका लागि यति बेला तर भन्न 12 बजेको छैन त्यो कुरालाई म भनौँ। खाना त अब तपाईँहरू सायद घरमा खान सक्नुहुन्छ किनभने 7-8 बजिरहेको छ। मन्त्रालयमा फेरि दीपक खड्काज्यूसँग विशेष ब्रिफिङ हुनसक्छ। त्यो विषयहरूमा म नजाउँ किनभने आज मन्त्रीज्यूको गाडीले ढुकाएर राखेको अवस्थामा मैले मन्त्रालयले कर्मचारीहरू भन्दाखेरि सब उत्साह छ भने बोलिरहँदै अब यतापट्टिको यो दृश्य देखाउँ। आक्रोश छ, यो आक्रोशलाई तपाईँले कसरी यता यता आउनु छोडेर अहिले बाहिर दिने अहिले सुन्ने हो माइकमा। अगाडि मैले आउनु दिनु पहिले यार पछि कुरा मिलेर गरौँ मिलेर यसो माथि मजाले बसेर माथि किस्ता भइगयो अनि स्वागत गरेको पनि छैन सर फोटो अनि गरी हजुर ट्राइपोड लिएर आऊ न ट्राइपोड सुभाष सरी सर थोरै यसो साइडबाट सर अलिकति छोडिदिनु है यहाँ स्वागत गरौँ। हुन्छ हजुर के भन्नुभयो खिच्नु पऱ्यो तिमीले पनि खिच्नु पऱ्यो हामीले पनि खिच्नै पऱ्यो के जस्तो ठिक छ सर थोरै यताबाट सर अलिकति होइन हजुरको फोटो पनि आउँछ त्यो लिदिनु न हो यता सर पहिला मैले म यति गरेँ
पेपर छ यो साइड सर ठिक छ सर त्यो उतै राखिदिनु सर पेपरहरू सर बसेरै गर्दा राम्रो होला सर थोरै सर यो यतापट्टि राखिदिनु सर यो डिस्टर्ब हुने भयो अलिक तलै राखिदिनु यता नराखिदिनु न यो नाम चेन्ज गर्ने फाइल हो नाम चेन्ज माथिबाट नराख्नु यसको सम्पत्ति स्टाफ सबै नयाँ नाम लेखा विभागमा एकजना स्मिता झाल छ ऊ 2 वर्ष असाधनतामा आएको थियो 5 वर्ष स्थायी सेवा पिसिया छ नियमित मिल्ने गरेर हाम्रो प्रशासनमा कार्य के अरे सर मिस भने उहाँले फर्स्ट निर्णय केमा साइन गरेको चाहिँ थोरै हजुरले भनिदिनु न है यसमा चाहिँ गल्छीराटामा चाहिँ 220 केबी प्रसारण लाइनकोबाट काम भइरहेको थियो त्यसको लागि चाहिँ अहिले त्यहाँ त्रिशुल पनि भयो अनि विभिन्न काम एउटै काममा दिनुभएको हिसाबले नाम चेन्ज गरेर त्रिशुल 3B राटामा चाहिँ राटामाटै गल्छी 220 केबी प्रसारण नाममा आइजनाको नाम मात्रै फाइल अनि अर्कोमा चाहिँ अरू पनि भन्नुपर्छ त्यो त भन्नु हुन्छ भन्नु न सर अब संक्षिप्त प्रतिक्रिया दिनुहोस् न अब यो अब तपाईँको नयाँ यो कार्यकाललाई अब कसरी अगाडि बढाउने सोचिराख्नु भएको छ सर्वप्रथम त मैले 3.5 वर्ष अदालतमा न्यायको ढोका ढकढकै राखेको थिएँ मलाई अघिल्लो पटक 77 सालमा नियुक्ति पाउँदाखेरि 4 वर्षको अवधिमा 6 महिना पनि नपुग्दै मेरो जिम्मेवारी अन्त्य गरिएको थियो त्यति बेला र मैले अदालतमा न्यायको लागि गएको थिएँ र माघ 25मा मेरो त्यो नियुक्ति अवधि सकिएको हुँदा मेरो औचित्य सकियो भनेर अदालतबाट मैले न्याय पाइनँ भन्ने अवस्थामा रहेकोमा नेपाल सरकारले मलाई यो जिम्मेवारीमा त्यो पुनः नियुक्ति गर्दाखेरि मैले न्याय पाएँ भन्ने मलाई लागेको छ र 4 वर्षको लागि भनेर तोकिएर अब नियुक्ति दिँदै गर्दा मेरो करिब झन्डै 4 वर्ष नै काम गर्न बाँकी रहेको थियो 3.5 वर्ष र त्यस हिसाबले म अब आफूले त्यति बेला गर्न चाहेका मेरो 33 वर्षको अनुभव र विद्युत ऊर्जा प्रसारण वितरण क्षेत्रमा मैले गरेको प्राविधिक व्यवस्थापकीय अनुभव र दक्षताले देखेका कुराहरू गर्नु खोजेका कुराहरू अब फेरि सुरुवात गर्नेछु र अहिले मलाई लाग्छ ऊर्जा क्षेत्रमा विद्युतको क्षेत्रमा केही ठुला चुनौतीहरू छन् हेर्दा बाहिर सबै कुरा अल इज वेल भन्ने देखिए तापनि भित्र धेरै समस्याहरू रहेको मैले जानकारी पाएको छु र त्यसलाई चाहिँ हामी सबै साथीहरू मिलेर र एउटा टिमको रूपमा व्यक्तिलाई भन्दा पनि संस्थालाई प्राथमिकता दिएर यो समस्याहरूलाई हामी समाधान गर्छौँ भन्ने लागेको छ फेरि पनि यो लोड सेडिङको हल्ला चलिरहेको छ सरकारले नै लोड सेडिङ हुन्छ भनेको छ यो तपाईँकै कार्यकालमा फेरि यसलाई चाहिँ कसरी लिनुहुन्छ अब यो कुरो 77 सालमा पनि म फेरि यहाँहरूलाई याद दिलाउन चाहन्छु यस्तै हल्ला चलेको थियो 77 कार्तिक होइन सरकारले नै भनेको छ कि लोड सेडिङ हुन्छ मन्त्रीज्यूले नै भन्नुभएको त्यो सरकारले त्यसरी भनेको त होइन यसलाई चाहिँ अब त्यो स्टेटमेन्टलाई अब अर्थ्याउने हिसाबले त्यसरी भएको होला जस्तो लाग्छ 77 सालमा पनि यसरी नै भएको थियो तर 77 सालको जाडोमा यहाँले याद गर्नुभयो मैले पछि टिभीमा गएर चाहिँ डेटा सहित जवाफ दिनु परेको थियो कि 76 र 75 भन्दा 77 मा बढी रिलायबल बिजुली दिइएको छ लोड सेडिङ भएको छैन त्यति बेला उद्योगहरूमा भएका लोड सेडिङ पनि 77 सालमा गरिएन भलै मैले नाफा कम भयो किन भन्दा भारतमा बाट बिजुली त्यो वर्ष अत्यन्त बढी प्रतिशतमा ल्याउनु परेको थियो इम्पोर्ट गरेर पनि ल्याएर पनि मैले चाहिँ लोड सेडिङ दिइनँ अहिले पनि अवस्था करिब त्यस्तै छ र
हल्ला पनि करिब त्यस्तै छ, त्यसैले त्यो हल्ला चाहिँ निराधार हो, हुँदैन। र म यो 1 देखि 2 हप्ताभित्र त्यो रिजल्ट म देखाउँछु। यो हुँदैन, उद्योग धन्दामा मात्रै हो अहिले लोड सेडिङ भइरहेको 12-14 घन्टा, र त्यो पनि कम हुन्छ। नेपाली जनता ढुक्क भयो हुन्छ, लोड सेडिङ हुँदैन। अब लोड सेडिङ रेजिडेन्सियल एरियामा त छैन नि। अबको च्यालेन्ज भनेको लोड सेडिङ होइन। अब हामी यो जेनेरेसन जेनजीले चाहिँ कम्तीमा अब यो लोड सेडिङ होइन कि रिलायबिलिटी भन्न सिक्नु पर्यो र रिलायबिलिटी इम्प्रुभ हुनु पर्यो। अबको हाम्रो च्यालेन्ज भनेको रिलायबिलिटी हो। रिलायबल वर्षमा कुनै पनि उद्योग, ठुल्ठुला उद्योगहरूमा 24 घन्टा, एक दिन, 1 डे इन अ इयर भन्दा बढी ट्रिपिङ नहुने गरिकन सबै अरू आफ्नो एउटा मानक चाहिँ त्यसलाई बनाएर अगाडि बढ्नुपर्ने छ। सो लोड सेडिङ इज नो मोर द इस्यु रिलायबिलिटी हो। रिलायबल इलेक्ट्रिसिटी भयो भने तपाईँ हामी प्रेसर कुकरको सट्टामा राइस कुकरमा भात पकाउँछौँ, रिलायबल होइन भने पकाउँदैनौँ। इन्डस्ट्रिज त अब त्योभन्दा पनि बढी रिलायबल इलेक्ट्रिसिटी खोज्छन्। त्यसैले रिलायबिलिटी इज आवर च्यालेन्ज नाउ। आजको चुनौती भनेको विश्वसनीय बिजुली हो, त्यसमा म लाग्छु। डेडिकेटेड ट्रङ्क लाइनको विवाद, जुन वकौता विवाद छ नि, त्यो लामो समयदेखि विवादको रूपमा उभिरहेछ, त्यसलाई कसरी समाधान गर्ने? त्यसको कसरी समाधान गर्ने भन्दा पनि त्यो समाधान गर्ने कुराहरू यो अर्धन्यायिक निकायबाट यसमा एउटा सिफारिसहरू आइसकेको छ। त्यसलाई अब प्रक्रियागत कुरा मात्रै बाँकी रहेको हो। त्यो प्रक्रियागत कुरामा म चाहिँ प्राविधिक रूपमा त्यसलाई समाधान निकाल्छु। यो समाधान निकाल्ने विल पावर अथवा निष्पक्षता चाहिएको थियो, त्यो निष्पक्षता म दिन सक्छु जस्तो लाग्छ। र प्राविधिक रूपमा यसको सल्युसन निकाल्नुपर्छ। यसलाई पोलिटिकल सल्युसन निकाल्ने होइन, प्राविधिक रूपमा यसको सल्युसन। विवादमा तपाईँ नियुक्ति हुनुभएको छ, यसलाई अवसरको रूपमा लिनुभएको छ, चुनौतीको रूपमा लिनुभएको छ? यो मेरो लागि अवसर हो, तर त्यो अवसर किनभने 4 वर्षको लागि मैले यो काम गर्नुपर्ने छ, यो अवसर हो। एउटा पहिले पाएको थिएँ अवसर, त्यो अवसर बिचमा टुट्यो, त्यसैले यो एक प्रकारले अवसर हो। तर चुनौती किन एस्पेक्टमा हो भने देश अहिले अलिकति ऊर्जाको हिसाबले अलि सङ्कटपूर्ण अवस्थामा छ। यो मैले भने बाहिरबाट हेर्दा अल इज वेल देखिन्छ, तर भित्र यहाँ धेरै सङ्कट छ। प्राधिकरणको साथीहरूले चिन्ता व्यक्त गरिराख्नु भएको थियो कि फाइनेन्सियली हामी अहिले समस्यामा पनि छौँ र नयाँ कन्स्ट्रक्सनहरू गर्नको लागि हामीसँग समस्या छ फाइनेन्सको। तर 28,000 मेगावाट 10 वर्षमा भने सरकारले अगाडि बढिराखेको छ। त्यो गर्नको लागि प्राधिकरणले गर्नुपर्ने जिम्मेवारी पुरा गर्नको लागि अब प्राधिकरण आफूसँग पनि र सरकारसँग पनि आर्थिक रूपमा धेरै ठुलो चुनौतीहरू छन्, त्यसलाई कसरी पूर्ति गर्ने भनेर। त्यसैले यो मैले चाहिँ चुनौतीको रूपमा पनि लेख्छु। भारतबाट सर यो अलिक लाग्छ है सर, यो अलिकति हटाइदिनु न सर, यो फुलहरू हटाइदिनु न थोरै, यो यता साइडतिर अलिकति। सर मलाई पनि हेरिदिनु त एकचोटि। सर एकछिन यता पनि हेरिदिनु, धेरै अगाडि। थ्याङ्क यू सर। हस् सर, कार्यकालको धेरै धेरै शुभकामना सर। सबै पत्रकार साथीहरूलाई धन्यवाद। ए हस् सर। भोलि हाम्रो स्वागत कार्यक्रममा यहाँहरूलाई